गाइस तर फिर स्वागत छ मेरो नयाँ भ्लगमा हमारे पहाडी आज चाहिँ मेरो 10 दिन कालीको ट्रिप छ हाम्रो फ्यामिली जान लाग्छ मेरो फ्यामिली अब के हुनेछ यसो भिडियो अन्तिमसम्म साथ दिनु होला हैन देख्न प्रयास गर्नेछु यस्तो जाडो छ कि हैन जाडो एकदम बढेको छ ट्राई नगरौँ जाडोको त लगाइछ अहिले चाहिँ म ग्यारेजमा निस्किनलाई तल बसमा गाएर बस्नु भइसक्यो सबजना मलाई त गाइज अहिले अब के हुनेछ म देखाउन प्रयास गर्नेछु हैन भिडियो अन्तिम समयहरू साथ दिनु होला ल गाइज म चाहिँ निस्किनला अब गाइज अब चाहिँ हामी हिँड्यौँ सोडे हिँड्यो लास्टै उसो छ चिसो छ आज झन् होइन 6:30 भइसक्यो हामी बनाउँदै आइपुग्यो ठाडोबाट ल्याउनु न कति बेला लाग्यो चिया खाएर बसिरह फेरि त आएको भए पो पकाउनु ढिला भयो नि त अनि म 3 बजे सुते आएर अनि ए लाज पनि छैन अझ पकाएर बसे 3 बजे आएर सुते म बेलुका तिम्रो झ्यालबाट चिसो आयो रे हो के भयो छोरालाई हो गाइस के चिसो यो ल गाइस हामी अब लाग्ने लगबाट ओस हेलो हेलो बसौँ हैन बिचको सन्त बस्नु यहाँ बस्नु न यी छ ढक्का ट्याप लगाइदिनुहोस् त तल लगाएर गाइज पट्टाइ काट्नु पर्यो त्यसपछि जानुपर्छ ढिला भइसक्यो आज झन् चाँडो गर्न भनेको आजको दिन ढिला के छैन आनन्दसँग जाने हो बिस्तार जाने आनन्दसँग आउने हो हुँदैन ल गाइज चाहिँ 7 बजे आइपुग्यौँ 8 बज्नु लाग्यो अरू बेला हो क्या देखेर दर्शन गरेर फर्किनु बेला भइसक्यो आज एकदमै चिप्लिने ठिकै छ बहुत आयो गाडी यहाँ माथि चम्पादेवी न्यु इयरमा सधैँ मेला लाग्छ लगभग 3 चोटि कि कतिचोटि गएँ है बढ्दै गएको छैन 3 चोटि गयो होला जस्तो रमाइलो छ सानो हाइकिङ किति पुरै पर्छ होला कहाँको आइपुग्यो हामी गाइज आइपुग्यो
10 रुपैयाँ गोसेको ल्याउनु दस को दिनु बहिनी आउनु बहिनी 10 को लानु न लानु 10 को लानु मम्मीहरु लगिसक्नु भयो मात्र 10 रुपैयाँ हो नरेल सौभाग्य के चाहिन्छ लिएर जानुस् रेट नो एकैछिनमा तर यहाँ पनि छ सयको भने चाहिँ यो नझोकिनु छ सयको भने यो 100 रुपैयाँ ला त्यो चाहिँ भाग खाल्ला 100 रुपैयाँ यहाँ नरेल जम्मने मुलै मोर महँगो दाल हैन लगिसक्नु भयो हैन लगिसक्नु भयो छान आइपुग्यो भाइ भन्नु तिमीले भन्दा एलएल गाइड भन्थ्यो म बिरामी भएको भन न यो भाइ काम पाएछन् हामी लाइनमा छौँ गाइज अब कतिखेर हो उताबाट बाटो छ कि जाने जाने हो पहिला जी गर्नुपर्छ सन के बनाउँदैछस् सोहन सोहन भविष्यको घर लगायत सब हामी चाहिँ यहाँ गयौँ दर्शन गर्छौँ दम 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 सरुम सरुम यस्तो चिसोमा त चिसो त लाइन अवश्य सही तर मैंने यसो लाइन यताबाट लाइनमा त फर्स्ट टाइम होला दर्शन गर्ने अरू उता छिर्ने सट्टा दर्शन गर्ने हिँड्ने हो फर्स्ट टाइम दर्शन सर्शन गरेर अब लाग्नुपर्छ जाने हो जाउँ उता हुनुहुन्छ र डलर देखाउँदै फोटो किन्नु लाग्छ त्यो चाहिँ ओहो अहिले चाहिँ लाइन बढ्यो ल उल्टो साइड आउनुभयो उल्टो साइड हामी चाहिँ जान्छौँ भ्यागो त पचा उफ्रिन लाग्यो अब बुद्रुक हेर न निनीको फेस ओम लेखेको हेर न त्यहाँ निनीकोमा अब हामी हेलिकप्टर किन्न जाने पैसा आयो ल जानु जानु हेलो हेलो सोहन दादा के हो सोहन कता पुगेर आइस प्रसिद्ध विश्वेश्वरी भावी समदमेश्वरी देवी चराचरस्य सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके गौरी नारायणी नमोस्तुते हजुर लाइस्यो ल रोग याद नलाओस् नभए ग्रह शान्त कालीले सधैँ कल्याण गरून् रक्षा गरून् नजाओस् कल्याण होस् ओम ब्रह्मा मुरारे स्फुरन्धकारे भानु सती भूमि सुतो बुधश्च गुरु च शुक्र शनि राहु केतु वै ग्रह शुभा शान्ति भवन्तु सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके नारायणी नमोस्तुते
हरि ओम येन पद्मबली राजा दानमिन्द्रो महाबलतेन तपजन्नामि रक्षमा तलमातल मन्त्राध सबला सन्तु पूर्णा सन्तु मनोरथ शत्रुणा विधिनाशस्तु मित्राणा मुनिस्तव हरि ओम देवी पपनाति हरि प्रसीद 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 विश्वेश्वरी के रे सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके नारायणी नमस्ते जम्सुन कहाँ जाने माछा नि के त हामीसँग जाने के त मन्दिर गएर अब के सुन त माथि मन्दिर जाने हजुर हजुर गयो हामी त्यसो ल ल जा कता दोकान हेलो हामी चाहिँ अब गुड मान्छे रे दादा एउटा बिस्कुट भाइलाई दिनुहोस् न त कति गुड मान्छे रहेछ नि ल पास गरेर दिउँ न छ त अब अब हामी चाहिँ चिहान जानु लाग्यो त्यसो खाने अनि त्यसपछि अनि त्यसपछि हामी टोयलेटतिर होला अब चाहिँ हामी जानु लाग्यो गाइज घर आइपुग्यो गाइज हामी चाहिँ अब हाम्रो पिकनिक सुरु भयो खानपिन हाम्रो सिमरन हुनुहुन्छ सालिना नि हजुरको नाम के अरे प्रोजेक्टर सोहनको साथी सुत्ती आयो आनन्द फिल सोहन खाने बेला भयो चढाएर खा फेरि भूत लाग्ला 12 बजे हामी घाममा बस्ने पानी खाउँ न हेलो खाला त कस्तो गिले ओ मम्मी खाने हो तपाईं नखाने भन्छ जानु दियो खान्छ किन खान्छ ए सबै खाइहाल्छ म त भाइ गुटो गुटो थुक्ने भनेर भन्नु चिन्ता लाडो होइन खाजा एउटाले दनक दिँदैछ एउटा यहाँ छ कुकुर्नी आँटेर खाने गाई चाहिँ हामी चाहिँ चोबरबाट नि अब गाइस म चाहिँ आइसकेँ भिडियो बनाउनु बिर्सेछु गाइस के भयो त्यसो देखाउनु प्रयास गरेँ भोलि भेट्ने छ अर्को नयाँ ब्लगमा त्यति बेलासम्म साथ दिनु होला भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् भोलि भेट्नु छ त्यति बेलासम्म टाटा बाई बाई सी यु टुमरो गाइस